हाम्रो पालाका फुटबलका नियमहरू चाहिँ अलि अनौठो थिए। हाम्रो पालामा डिफेन्डर हुँदै हुँदैन थियो, ब्याकी हुन्थ्यो। टिमको काम भनेको बल भेट्यो कि उडाइदिइहाल्ने हुन्थ्यो। ढुङ्गा वा इटा गोल पोस्ट हुन्थ्यो, त्यसलाई पाइलाले नापेर बराबर दुईतिर बराबर बनाइन्थ्यो। ब्याकमा खेलेपछि सेन्टर कट्न पाइँदैन थियो, त्यो कट्यो कि फल्ट हुन्थ्यो। अफसाइड भन्ने जन्तुको आविष्कारै भएको थिएन। आउट फाल्दा खुट्टाले बललाई छुवाएर हातले फाल्नु पर्ने, नत्र फल्ट हुन्थ्यो। खुट्टा एकदम जोडेर फाल्नु पर्थ्यो। जसले बल ल्याउँछ उ सिधै स्ट्राइकर हुन्थ्यो। स्ट्राइकर फरवार्ड भन्छन् भन्ने चाहिँ थाहा थिएन, यो अगाडि खेल्ने भनिन्थ्यो। दुईजना अलिक राम्रा खेल्ने एउटै टिमबाट खेल्न पाइँदैन थियो। तिनीहरू दुईतिर भएर अरूलाई पालो रोजेर दुईटा टिम बनाइन्थ्यो। जो मोटो छ वा जसलाई खेल्न अलिक आउँदैन त्यो सिधै किपर बस्नु पर्थ्यो। कहिलेकाहीँ किपर को बस्ने भन्ने कुरामा विवाद भएर 2-3 जना पालो बस्ने भन्ने शर्तमा किपर पनि बस्न राजी भइन्थ्यो। पेनल्टीलाई पेलेन्टी भनिन्थ्यो। बल किपर भन्दा माथि गएर किपरले उफ्रिँदाखेरि पनि भेटेन भने त्यो गोल हुँदैन थियो, त्यो हाई हुन्थ्यो।